आयोगले बयानका लागि बोलाउँछ अथवा आयोग बयान दिन जान्छ। बयान दिन मानेन भने गोली ठोकै हुन्छ नि। यत्रो कसुर गर्ने, बयान दिन नमान्ने, नतिजा आइसक्यो जान दिन्न भन्ने, यत्रो कसुर गरेर त हान्दिनु नि गोली। उहाँहरूसँग छ नि त बन्दुक। के सानातिना कुरा गरिराख्यो। भएन भने आजीवन थुनिदिने बयान नगरे बापत। राज्यले जेनजी आन्दोलनलाई आन्दोलन मात्रै होइन, जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दियो, रिकग्निजेसन दियो, सम्मान दियो। क्रान्ति हो त। संसद भवन जल्यो, सर्वोच्च अदालत जल्यो, अदालत जल्यो, सिंहदरबार जल्यो, व्यक्तिका घर जले र कतिपय व्यक्तिको जीवन पनि जल्यो। अर्काको घर आगो लगाउनु, कार्यालय आगो लगाउनु, राष्ट्रिय सम्पत्ति आगो लगाउनु, उद्योग धन्दामा आगो लगाउनु, मिडिया हाउसमा आगो लगाउनु, सर्वनाश मचाउनु, तोडफोड गर्नु, लुटपाट गर्नु, आतंक मचाउनु क्रान्ति हो। अब जल्दा भवन मात्रै नजल्न सक्छ नि त। आगो लगाउन कोही आयो भने रोक्ने, लुटपाट गर्न आए रोक्ने। जसको म्याद अब 3 महिना बाँकी छैन उसको यत्रो फुर्ती।